नमस्ते। आज ट्रेड टावर लिमिटेडको आइपिओ बारे अलि कुरा गरौँ है त। नमस्ते, गरौँ न। यसको विवरण पत्र हेरेरै कुरा अगाडि बढाउँदा राम्रो होला। हो, त्यही प्रस्पेक्टस नै हाम्रो आधार हो। ल, सुरुमा कम्पनीकै बारेमा थोरै बुझौँ न। कहिलेबाट सुरु भयो, के गर्छ यो कम्पनीले? यो कम्पनी त 2063मा कम्पनी ऐन अन्तर्गत दर्ता भएको, सुरुमा प्राइभेट थियो। ए, प्राइभेट। अनि 2067मा पब्लिक लिमिटेड भयो। पछि 2078मा आएर नाम फेरियो, ट्रेड टावर लिमिटेड भयो। अच्छा, काम चाहिँ के गर्छ त मुख्य रूपमा? मुख्य काम भनेको लिजिङ, जग्गा वा भवन भाडामा लगाउने। लिजिङ भइहाल्यो, अरू? अनि प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकास, अनि होटल व्यवसाय पनि। उनीहरूको त्यो होटल क्रिस्टल पशुपति छ नि गौशालामा। ए हो त, थापाथलीको ट्रेड टावर अनि गौशालाको होटल क्रिस्टल पशुपति, यी दुईटा अहिले चलिरहेका मुख्य परियोजना हुन्। हो, अहिले सञ्चालनमा रहेका मुख्य यही हुन्। अनि दुवै लिजमा लिएको जग्गामा बनेका। लिजमा? कति अवधिको लागि छ त्यो लिज? थापाथलीको टावरको लिज अब करिब 15 वर्ष जति बाँकी छ। गौशालाको होटलको चाहिँ अलि लामो छ, 31 वर्ष बाँकी। ए, भनेपछि लामो अवधिकै लागि रहेछ। यो लिजमा लिएर प्रोजेक्ट बनाउने मोडल, यो कतिको चल्तीको मोडल हो? कम्पनीलाई फाइदा होला यसबाट? एकदम फाइदा। के भने जग्गा किन्न ठूलो पैसा लागेन नि त। त्यो पैसा अरू काममा लगाउन पाइयो। हो त नि। तर अब लिज अवधि सकिएपछि के हुन्छ भन्ने एउटा प्रश्न त रहन्छ। यद्यपि अहिलेलाई त धेरै समय बाँकी नै छ। ल, अब लगानीकर्ताको मुख्य चासोमा जाउँ। पैसा फिर्ता नि कति छिटो आउँछ लगानी? प्रस्पेक्टसमा केही छ? साधारण लगानी फिर्ता अवधि मतलब सिम्पल पेब्याक पिरियड चाहिँ 6.93 वर्ष देखाएको छ। करिब 7 वर्ष। अनि डिस्काउन्टेड पेब्याक पिरियड, जसले पैसाको समय मूल्यलाई पनि हेर्छ, त्यो चाहिँ 7.82 वर्ष, लगभग 8 वर्ष। 8 वर्षमा लगानी फिर्ता, यसलाई कस्तो मान्ने? ठिकै हो? लगानीको प्रकृति हेर्दा 8 वर्ष ठिकै मान्न सकिन्छ, धेरै लामो चाहिँ भएन। अनि त्यो आइआरआर, आन्तरिक प्रतिफल दर त 18.87% पो देखाइएको छ त। यो त निकै आकर्षक लाग्यो नि मलाई। हो, 18.87% आइआरआर सैद्धान्तिक रूपमा एकदमै राम्रो हो। यसले लगानीमा राम्रो प्रतिफलको सम्भावना देखाउँछ। तर केही छ कि? तर होइन, यो एउटा प्रक्षेपण हो। वास्तविक प्रतिफल त धेरै कुरामा भर पर्छ। बजार कस्तो हुन्छ, कम्पनीले कसरी काम गर्छ, होइन? हो, त्यो त हो। प्रक्षेपण अनुसार भयो भने चाहिँ राम्रो। एकदम। ल, अब अलिकति जोखिमको पाटो हेरौँ। इक्राने नेपालले रेटिङ दिएको छ, होइन? BB-। यो जनवरी 2025मा फेरि हेरिएको रहेछ। के भन्छ यो रेटिङले? हो, इक्राले ICRNP BB- रेटिङ दिएको छ। उनीहरूको स्केलमा AAA सबैभन्दा राम्रो, D सबैभन्दा कमजोर। BB- भनेको चाहिँ मध्यम जोखिम। मध्यम जोखिम भनेको कम्पनीले आफ्नो आर्थिक दायित्व तिर्न सक्ने क्षमता छ, तर त्यो क्षमतामा अलिअलि जोखिम पनि छ। मतलब अवस्था बिग्रियो भने समस्या पर्न सक्ने सम्भावना रहन्छ। एकदमै सुरक्षित चाहिँ होइन, तर एकदमै जोखिमपूर्ण पनि होइन, बीचको अवस्था। ए, भनेपछि लगानीकर्ताले यो कुरालाई ध्यान दिनु पर्यो। एकातिर 18.87% आइआरआरको सम्भावना, अर्कोतिर BB रेटिङको मध्यम जोखिम। ठ्याक्कै, दुवैलाई तौलेर निर्णय लिनुपर्छ। अब आइपिओकै कुरा गरौँ। सर्वसाधारणले भर्दा शेयर पर्छ त, कि यहाँ पनि उही 10 किताकै लागि तन्छाड मछाड हुन्छ? होइन, नेपालमा त अहिले मागभन्दा बढी आवेदन पर्नु सामान्य नै भइसक्यो। ओभर सब्सक्राइब्ड हुन्छ नै प्राय। हो त। त्यस्तो बेला धितोपत्र बोर्डको नियमअनुसार गोला प्रथाबाटै बाँडफाँड हुन्छ। प्राय 10 किता पर्ने हो। त्यसैले सबै आवेदकले पाउँछन् भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। ए, गोला प्रथा नै हो। अनि वैदेशिक रोजगारीमा भएका नेपालीहरूको लागि पनि केही कोटा छ कि? छ। सर्वसाधारणलाई छुट्याइएको शेयरको 10% कोटा उहाँहरूको लागि आरक्षित छ, 3,78,000 किता जति। ए, राम्रो भयो। उहाँहरूले पनि भर्न पाउनुहुन्छ। तर पर्ने नपर्ने त उही गोला प्रथा नै हो। हो, त्यहाँ पनि माग बढी भयो भने गोला प्रथा नै हो। उल्ल त। आजको यो कुराकानीलाई मोटामोटी हेर्दा ट्रेड टावरसँग स्थापित परियोजनाहरू छन्, लामो अवधिको लिज छ, आइआरआर र पेब्याक पिरियड पनि सकारात्मक नै देखिन्छ। तर त्यो इक्रा रेटिङले मध्यम जोखिम पनि देखाउँछ। सार यही हो।
र यसले एउटा चाखलाग्दो प्रश्न पनि उठाउँछ। एकातिर स्थापित लामो समय चल्ने प्रोजेक्ट छन् जसले स्थिरता देला जस्तो लाग्छ, अर्कोतिर मध्यम जोखिम छ। हो, अब बजारले कुन कुरालाई बढी तौल देला, त्यो स्थिरतालाई कि जोखिमलाई, त्यो हेर्न लायक हुन्छ। निश्चय पनि लगानीकर्ताले कसरी हेर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। ल त यही विचारसँगै आजलाई छुट्यौं। हुन्छ। हाम्रो कुराकानी सुनिदिनु भएकोमा सबैलाई धन्यवाद। च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है। नमस्ते। नमस्ते।